र यही बिचमा म अहिले आज मेरो छुट्टी हो, भोलि काम छ। आज मङ्गलबार म अहिले यहाँ एउटा दाइकोमा जाँदैछु। त आज छुट्टीमा मैले अब मेरो कामहरू त सकाइसकेँ अहिले सम्झिँदाखेरि। अहिले अर्को काम चाहिँ ग्रोसरी गर्ने थियो, जुन चाहिँ अब आज भ्याइएन। अब भोलि कामबाट फर्किने बेला गर्नु पर्ला। अहिले म चाहिँ कहाँ छु, बस स्टप जाँदैछु। अनि बस स्टप चाहिँ यहाँबाट म बस्ने घरबाट 5 मिनट टाढा 5 मिनट टाढा छ। म अहिले एकदमै शब्द बोल्ने प्रयासमा पनि छु, पहिलोचोटि भएर। त्यसैले नर्मल तरिकामा हेर्नुपर्छ। उता हेर्नुहोस्, एउटा कुकुर देखियो, त्यो बिचरा बसिरहेको रहेछ। त्यो तर एकदम भुक्छ, मलाई याद छ। म यो बाटो हजारौँचोटि हिँडेँ। त्यो कुकुर वाइल्ड भुक्छ त्यहाँ गयो भने। अनि त्यसैले त्यसलाई नजिस्काम, बिचरा खेलिरहेछ। तर त्यो त्यति घेराभन्दा बाहिर आउन पाउँदैन, त्यसको फेन्सभन्दा बाहिर। अनि बस स्टप अब 5 मिनट टाढा छ। बस चेक गर्दै म जान्छु। हिजो यहाँ रुख काटिरहेको थियो, आज सफा गर्न बाँकी रहेछ। अनि बस स्टप उतानिर छ, कन्स्ट्रक्सन चलिरहेछ है। आज अलि सुनसान देखिरहेको रहेछ, नत्र त यहाँ जहिले भिड हुन्थ्यो गाडीको। यहाँबाट म खसीको मासु किन्छु कहिलेकाहीँ। भिक्टोरिया यो ब्राजिलियन मिट मार्केटमा खसीदेखि लिएर हजुरको कुखुराको मासु अनि तरकारी पनि पाउने राम्रो व्यवस्था छ। त म अब यहीँ तरकारी किन्छु भोलि बेलुका। यहाँ यो पाइपहरू के गरेर रहेछ है, मलाई पनि राम्रोसँग चाहिँ मैले बुझ्न सकेन। यो साइडमा चाहिँ कपाल काट्ने ठाउँ रहेछ, बार्बर वान्टेड। कपाल काट्ने दाइ याद आउँछ मलाई। अनि गीतहरू याद आउँछ मेन त त्यहाँ बस्ने। ओ छोरा गङ्गा किनार, त्यो पनि त्यही सुनेको होला। कहाँबाट त्यो दिमागमा आइदिँदा। खास गरी एउटा भोजपुरी गीत सम्झिनु खोजिरहेको थियो यार, बिर्सेँ मैले। सही बाइकमा कुन बाइकमा त्यो छैन, ट्युब जस्तो रहेछ यार। Anyway, let's look at these two big monsters. I don't know what they're called, bro. Anyway, it's hard to keep up with this video thing because a lot of times when I remember that those guys are watching me with the camera, bro, like they'll be so fucking twisted in their head. Like, what is this guy trying to do? Or maybe some people take me as a famous YouTuber. Maybe some people are like, oh, do you know this guy? Have you seen him? He seems like an Indian vlogger. Oh, what? Or some people call me Spanish too, a lot of people. It's only Nepali दाइ भाइहरूलाई मात्र सजिलो अलिकति, तर कतिजना उल्लु पनि भएको छ। एनिवे, आफ्नै कुरा गरे जस्तो सुन्यो होइन। अब म यो संसार देखाउँछु, वरिपरिको संसार, जुन चाहिँ धेरै संसारमध्ये एक हो। एकदमै ओहो, बस स्टप उता थियो, तर म कहाँ आइसकेको छु यार, कुरामा भुलेर। अनि उता हाम्रो स्कुलबाट फर्किँदै हुनुहुन्छ होला, स्कुलको याद आयो। त्यो शान्त ठाउँ छ। अनि यहाँ यो चाहिँ एकदम बस्तीवाला ठाउँ हो, धेरै ठुलो बस्ती छ यहाँ। बस्ती
मा यहाँ धेरै नेपालीहरू पनि बस्नुहुन्छ, धेरै धेरै नेपालीहरू बस्नुहुन्छ। मैले चिनेको साथीहरू, दाइ दिदी सबैजना धेरै वरिपरि नै हुनुहुन्छ यहाँ। मलाई अझै याद छ यहाँभन्दा पछिको स्ट्रिटमा एउटा चिनेको भाइ बस्छ। अनि तर मेरो बस स्टप चाहिँ अलि उतै छ होइन। अनि यो घरको नम्बर हुन्छ, यो चाहिँ एमाजोन गर्दा सिकेको। यो 115 चाहिँ यो घरको नम्बर, यो अड नम्बर 109 111, अनि त्यसपछि त्यहाँ 108। जस्तै यहाँ 109 छ भने अपोजिटमा 108 हुन्छ, 108। अब जस्तै यहाँ 105 छ, 106 त्यहाँ छ। There you go. So I'm gonna cut through this street, bro, right here, and then I'm gonna start heading to my bus stop. Oh, a lot of people are working. काम गर्दै हुनुहुन्छ उहाँ। यहाँ धेरै स्पेनिसको जनसङ्ख्या पनि छ। उही कस्तो डट च्यालेन्जर नाइस कलरमा देखेँ मैले। यो मान्छेले पनि भर्खरदेखि आएर हेरिरहेको थियो। उही डट च्यालेन्जर। भेन डिजल याद आउँछ, हाम्रो भेन डिजल दाइ। तक्ला दाइ भनेर थिएँ है, तर कपाल चाहिँ मेरो पनि झरिरहेको हुन्छ बेला बेलामा। उही कपाल झरेबाट याद आयो, त्यसको पनि छुट्टै फेज हुन्छ। डक्टरसँग जानुपर्छ यहाँ बुझ्नलाई। अनि त्यो सल्लाह राम्रै हुन्छ, हेल्पफुलै हुन्छ सल्लाह डक्टरको। यो सबै कलरहरू जुन देखिरहेको छु अहिले यो रुखहरूमा, एक हप्ता अगाडि केही नै थिएन यसमा। मैले हिन्दी भ्लग बनाएर हाल्दाखेरि केही पनि थिएन यसमा। अहिले पुरै रङ्गी बिरङ्गी भइसक्यो रहेछ। अब म त्यही स्ट्रिटमा पुग्छु त्यहाँबाट। यहाँ त्यो कन्स्ट्रक्सनले गरेर साइड वाक क्लोज थियो होइन। यो भिडियो 2 मिनटको भएको रहेछ। अब भ्लग गर्दाखेरि त्यसले हेऱ्यो मलाई बब्बाल पारेर। त्यो क्याप चाहिँ त्यसको काउबोय ह्याट थियो, खतरा हेरेर गयो होइन। एनिवे just he must be thinking, oh look at this, what a sight, what the fuck dude. And then he fucking left. यो स्ट्रिट पनि क्लोज हुन सक्छ जस्तो लाग्यो यसो हेर्दा, तर छैन रहेछ। अब बस समात्नुपर्छ, बसको टाइम हेर्ने अनि बस चढ्ने, त्यहाँ दाइकोमा हेरेर जानुपर्छ। अर्को प्ले स्टेसन पनि लिन गइरहेको छु। अनि प्ले स्टेसन 5, ब्रान्ड न्यू प्ले स्टेसन 5। यहाँनिर फिफाको सम्झिरहेको थियो ठ्याक्कै ब्राजिल देखेँ मैले, किनकि म फिफा मात्र खेल्छु होइन, अरू पनि खेलिरहेको हुन्छु बेला बेलामा। तर ब्राजिलको अस्ति लास्ट टाइम म्याच हेरेको मोरक्कोसँग चाहिँ। सलाम अलैकुम मोरक्कन्स ब्रदर्स, मेरो काममा टन्नै हुनुहुन्छ मोरक्कनहरू। अनि जस मोरक्कोले जित्यो ब्राजिलले, के भन्ने है। अब के भन्ने भन्दा पनि मोरक्को इज अ स्ट्रङ टिम यार, सेमी फाइनलिस्ट। अब म स्ट्रिट पुग्छु, अब बस स्टप जानु पर्ला। हात पनि दुख्यो फोन समात्दा समात्दा। बस अझै 8 मिनट टाढा छ। अनि मैले जाँदैछु बस स्टप जाँदैछु। पुगी पनि सकेँ, तर बस स्टप आउँदा आउँदै बस आउँछ, बस रोकेर चढ्नुपर्छ। अहिले म सिटीमा छु, एभरेस्ट सिटी। यो चाहिँ एभरेस्ट सिटी हो। यहाँ पुरै यो चाहिँ अलिकति बिजी एरिया हो, मेन सिटी हल यताउति सबै भएको ठाउँ। अनि आज ट्युसडे भएकोले अहिले झन् बिजी टाइम पनि आयो। अनि मान्छेहरू अहिले आज विकेन्डमा हो, अलिअलि सुनसान हुने त। आज त अलिकति बिजी नै छ। यहाँ पनि भएको सप छ। अनि
यता यो अपार्टमेन्ट हो एउटा। अब म पनि म आफै नै कहाँ छु जस्तो सिचुएसनमा पुगेँ फेरि, जोन आउट। त्यसैले अब म मेरो ब्लगमा ध्यान दिन्छु है। अनि यहाँ चाहिँ पुरै कस्तो छ भन्दाखेरि मान्छेहरू चाहिँ बिजी सबै कुराहरू त्यो के भन्ने मान्छे अगाडि आयो भने मलाई अलिकति अप्ठ्यारो लाग्छ है। यहाँ अलि बिन्दाससँग हिँडिरहेको हुन्छ यस्तो क्यामेरा ठाडो नपारिकन। त्यसैले मलाई अहिले चाहिँ अलिअलि अप्ठ्यारो त लागि नै हाल्छ, तर एक्लै हिँडिरहेको बेला अनि काममा भएको बेला त्यस्तोमा भ्लग बनाउँदाखेरि अलि मजा आउँदो रहेछ। अनि भ्लग बनाउँदा त अब सूचना दिनै पऱ्यो सबैकुराको होइन। त्यसैले सूचना दिन पनि सजिलो हुने रहेछ कामको। भ्लग बनाउने आइडिया त्यस्तो रहेछ जस्तो पनि लाग्छ कहिलेकाहीँ। तर ठिकै छ, अहिले मान्छेहरू सबैजनालाई थाहा पनि छ है कि यो सोसियल मिडिया प्लेटफर्म हो। अब त्यसको लागि नै होला भन्ने पनि सोचुन्, त्यसकै लागि हो, युट्युबको लागि हो, टिकटकको लागि हो, सबैको लागि हो। अब म बाटो क्रस गर्नु पऱ्यो, यो झिचेको चाहिँ बाटो क्रस गर्नको लागि हो। अब त्यहाँनिर सिग्नल आउँछ अनि हिँड्दै जाने हो होइन। अहिले अब खै डिटेल कुराहरू गर्नुपर्छ सबैको बारेमा जस्तो पनि लाग्दैन मलाई, किनकि अहिले धेरै कुराहरू सोसियल मिडियाबाट सिकिरहेको हुन्छ, देखिरहेको हुन्छ। अब त्यसको हिसाबले पनि हाम्रो चाहिँ अब बाँकी रहेको कुरा चाहिँ रमाइलो मात्र रह्यो। रमाइलोको लागि भयो नि गर्नलाई चाहिँ बोल्नु पऱ्यो, के गर्नु पऱ्यो खै के गर्ने हो है, थाहा छैन। अब चाहिँ खाली रहेछ, सिग्नल दिएको छैन तर नि हिँड्दै म, तर मेरै पालोमा आउँथ्यो, मलाई थाहा छ सिग्नल ठ्याक्कै दियो। सिग्नलको तल चाहिँ एउटा मान्छेले त्यसलाई अब एकछिन झुक्क्यो होला त्यो पनि है। त्यस विचार गरेर हिँड्दाखेरि चाहिँ त्यस्तो हुँदो रहेछ। अब विचार गरेर हिँड्दाखेरि चाहिँ आफ्नो भ्लगमा ध्यान दिन सकिने रहेछ। त्यसैले कहिलेकाहीँ आफ्नो काममा ध्यान दिनलाई चाहिँ अरू विचारलाई काट्नुपर्ने रहेछ। अनि विचार भनेको चाहिँ अब के हो यार, बगैँचाको फुलहरू जस्तै रहेछ विचार भनेको चाहिँ होइन। एउटा हाम्रो बगैँचा चाहिँ कस्तो देखियोस् भनेर, हाम्रो बगैँचा चाहिँ कस्तो देखियोस् भनेर सजाउने फुलहरू। ओ यो ट्रकको आवाजले त सबै टुटुटुटुटु मसिन गन जस्तो आइदिएर यार। के अरे विचारले नै हाम्रो जिन्दगी, हाम्रो बगैँचा चाहिँ जिन्दगी मानौँ होइन। अनि फुलहरू चाहिँ विचार, त्यसले नै रङ्गिन बनाउने रहेछ। त्यसैले कुनै फुल रोप्दा त अब त्यही फुलको बारेमा सोध्छौँ नि त होइन। त्यसैले विचार रोप्दाखेरि त्यही फुलको बारेमा गरौँ होइन। अनि एक्कासी मैले अनि भने, किनकि मैले यो क्यामेरा मतिर फर्कायो भने चाहिँ सबले झन् नोटिस गर्ने रहेछ भन्ने कुरा बुझेँ। क्यामेरा यतै फर्काम, जस फोनमा कुरा गरेर जस्तो पनि देखिने भयो होइन। कति मान्छेले फोनमा नि कुरा गरेर होला भनेर पाल नदिने पनि हुन्छन् होला, तर तिनीहरूलाई पनि हो भन्छु। अनि कसैले सोध्यो भने, अनि जसले चाहिँ युट्युबको लागि हो भन्यो भने चाहिँ युट्युबको लागि हो, ल यार कुरेर बस भनेर भन्छु होइन। के अरे कुरेर बस भन्दा पनि युजर नेम दिन्छु नि फलो गर भनेर यार। किनकि जतिजनाले देख्छन् त्यति नै खुसी पनि लाग्छ। द सेम टाइम अलि विचार पनि गर्नुपर्ने हुन्छ। लाइफ नै त्यही रहेछ क्या, विचारहरू सुन्ने, विचारहरूले आफ्नो बगैँचा बदलिने, पानी हाल्ने बगैँचामा, त्यस्तै कुरा रहेछ लाइफ भनेको होइन। अब लाइफको बगैँचामा अनि सबलाई स्वागत छ। अब अलिकति कुदौँ है, 8 मिनट बाँकी छ। अब ओहो यो स्टोर हो एउटा, त्यस स्टोर भन्दै मेरो बस पनि आयो। सबैजना बसलाई कुरिरहेको रहेछ। म बसमा छु अहिले। अब
आधी घन्टा त लाग्छ त्यो स्टेसन पुग्नु अब एकछिनमा पुग्छु आधी घन्टापछि बस गाडी छ 5 बजिरहेको छ बत्ताको कोही पढिरहेको छ कोही चाहिँ थाकेर आएको छ सबैजना बिजी छन् आफ्नो दुनियाँमा म यहाँ रेकर्ड गर्दैछु सबैलाई हेर्दै रमाइलो छ जिन्दगी वाल रेन्ज छ खाइमा पैसा हाल्नु पर्ने भयो त्यसैले पैसा हाल्दैछु यहाँ ट्रेन स्टेसन ट्रेन आउन 5 मिनट बाँकी छ अनि ट्रेन स्टेसन ट्रेनमा उत्रे अब अर्को ट्रेन छ अनि अर्को ट्रेनबाट उत्रेपछि यो ट्रेन स्टेसन चाहिँ धेरै एम्टी नै हुन्छ बाट निस्क्यो ट्रेन स्टेसनबाट निस्क्यो अब कता जाने हो भन्दाखेरि अघि मैले जहाँ बनाएँ टिकट काटेँ यो त्यही हो मसिन चाहिँ अनि यो स्ट्रिट अगाडिको स्ट्रिट चाहिँ beautiful street around me, beautiful trees, flowers, stop sign right there where you stop and then look around and then go. So that's what I'm about to do right now because I'm about to cross the road. So let's go do it. Let's cross the road. Yeah, we made it. What a beautiful Mercedes. And it's a can closed, ear closed Mercedes. But it looks sexy as fuck, bro. Look at it, man. Beautiful sky. सबैतिर vlog. My first day vlogging in एकदमै रमाइलो म अहिले ग्रोसरी गर्न जाने ठाउँ 10 मिनट टाढा हो नजिकै नै छ अनि सबै कुरा नजिक छ म बस्ने ठाउँबाट हिँडेर पैदल यात्रीको रूप धारण गरेर म हिँड्न चाहन्छु मेरो गन्तव्यमा अनि अहिले त्यो कारणले मलाई गाडीको आवश्यकता त्यस्तो देख्दिनँ र काम पनि बसमा गइ नै रहेको छु भोलि छ काम यार कामबाट याद आयो काम आज त छुट्टी हो अब छुट्टी भनेको सकिँदै गर्छ बिस्तारै अब तरकारी किन्यो घर गएर खाना बनायो त्यसपछि सुत्नु पऱ्यो टाइममा भोलि कामको लागि त्यस्तै नै छ यतातिर अब म यसो सोचिरहेको छु मैले भ्लग बनाउँछु तर मेरो भ्लग चाहिँ अब मेरो मेन गोल चाहिँ रमाइलो भ्लग रमाइलो अनि त्यसपछि एकदमै सिम्पल भ्लग तर सुन्दा मजा आओस् र देख्दा पनि रमाइलो होस् अरू त खासै केही थाहा छैन मलाई जस कुरा गरेरै भ्लग रमाइलो पार्न खोज्नुपर्ने हुन्छ तर कति बेला कुरा गऱ्यो कुराकै दुःख भने जस्तै आफ्नै कुरामा फस्नु पनि भएन फेरि त्यो नि विचार गर्नु पऱ्यो अब मेरो ग्रोसरी सप देखिरहेको छ उता सुपर मार्केट त म गेम स्टपमा जान्छु मेरो फर्स्ट स्टप रहेको छ गेम स्टप त्यो आज यहाँ बिजी छ टन्न मान्छेहरू छ सपिङ गरिरहेछन् होइन ट्युसडे घाम पनि लागिरहेछ ओए फुटबल खेलिरहेको रहेछ यहाँ Messi. You like Messi? I like Ronaldo. Oh, Ronaldo. Neymar. You like Neymar? Yeah. Oh my god, really? You Brazilian? Yeah. Yeah. Neymar is the best. That's my favorite though. Yeah. When it comes to Messi and Ronaldo, only Ronaldo. Brasileiro? But overall, Neymar. Wait, you speak Portuguese? No. Poquito español. Oh, Espanol. Yeah. What language you speak? Nepali? Oh, Nepal. Yep. You know Nepal? Yeah, I know the I'm making a vlog right now in Nepali. Hey. Say namaste. Ooh. Namaste. Namaste. Yeah, there you go. Hey. You know how much the rainbow? A little bit. I can try. Okay. I can try. Yo, hold this. Okay. Hold this. Wow.
Ronaldinho, Gaúcho. Oi. Too much, brother. You can try it too. Okay. Yeah, you can try it. Yup. Do again. I don't remember when you did it. Sure. Wait, okay. It should come all the way in front of you, Yeah. but this is not the original rainbow though. You know rainbow the Neymar does? He does it. Let me see. Wait. He does it in a different way. But yeah. He's probably gonna be able to do better than me. Huh? He's probably gonna be able to do better than me. That guy right there. You see? Oh yeah, let's see him. Let's see him. Queria nem mais fácil, que ele faz esses testes. Bro, he looks like Neymar too. He's cool. Tom. Whoa. That was cool though. How do you say that was cool in Portuguese? Isso foi legal. Isso foi legal? Isso Isso foi foi legal. legal. Isso foi legal. Isso foi legal. Neymar. Rodrigo. Bro. No, because of the earrings. Rodrigo, he does that sometimes. He's the best player right now. सुपरमा आइसकेँ म अब सुन्तला हाल्छु रातो हरियो खुर्सानी अनि कालो चिनी बोक्नु छ यो चाहिँ $3 पर्छ एक पाउन्डलाई 2.5 पाउन्ड चिकन उठायो ब्रोकली उठायो अन्डा उठायो मेनली त्यति हो चाहिने मलाई एकजनालाई आफूलाई अनि अब म चामल उठाउँदैछु चामल सकिरहेछ 2 हप्तामा एकचोटि आउँछु म ग्रोसरी अनि त्यो सकेसम्म सबै कुराहरू मिलाएर पुग्ने गरी खानुपर्ने हुन्छ किनकि काम गर्नुपर्छ होइन खानको लागि सबै कुरा राम्रोसँग उपयोग गर्न सिक्नुपर्ने हुन्छ जिन्दगी चलाउन यसो सोच्दा जिन्दगी लामो तरिका र रमाइलो तरिकामा चलाउने हो भने चाहिँ राम्रो चामल खान जरुरी छ है त अब चामलै चामल छ यहाँ मैले खाने चामल चाहिँ ज्यास्मिन राइस हो अलिकति महँगै छ यसलाई यहाँ $10 पर्छ यतिलाई $10 ब्रो म त निस्केँ होइन मेरो ब्याग यहीँ छ अब म जाँदैछु यो भ्यू हेर भाइहरू खत्रै छ यार स्काई आधी बाटो पुगेँ अब पहिकै बाटो फर्किरहेको छु म पहिको गाडी यहीँ छ दामी मर्सिडिज यो रुख बिरुवाहरू र यो रङ्गीन नजारा जुन छ मेरो अगाडि त्यहीलाई पछ्याउँदै हिँडिरहेको छु म आफ्नो घरतिर त्यसैले यो आफ्नो काम र आफ्नो वरिपरिको दृश्य चाहिँ एकदमै